यहाँबाट मामा हुनुहुन्छ मामाले खाजा खानु हुँदैछ यहाँ पुरा गरम भएर चाहिँ त्यही भएर चाहिँ मामाले सनग्लास लगाएर चाहिँ खाना खानु हुँदैछ खाजा साह्रै भएर भान्जा अब आज चाहिँ म जाँदैछु चण्डीगढ भरे बेलुकाको बस छ यहाँबाट अनि अब हाम्रो पनि त्यही हो भान्जालाई अब भाइ म्युट गर्नु परदेश सबै परदेशको भाइ। अनुभवहरू ल्याऊ टिभी म्युट गर्न होइन पर्दैन नि छैन त्यो अलिक बुझ्दैन नि अन्त अब जानु त जहाँ गए तापनि आफ्नो हिन्दुस्तानभित्र छ अगाडिको लागि सोच्नु जहाँ गए पनि काम त गर्नै पर्छ अब प्र्याक्टिकल कामहरू सिकेर राम्रो गरेर गर्नु प्रार्थना गर्नु प्रभुलाई नभुल्नु जहाँ गए पनि हामीले परमेश्वरको वचनलाई केही सम्झना गरेर आज्ञाकारी भएर हिँड्यो भने परमेश्वरले हामीलाई कुन चाहिँ बाटोमा हिँडाउनु पर्ने उहाँको आफ्नै इच्छाले हिँडाउनुहुन्छ निराश हताश भन्ने कुरो अब संसारको एउटा पार्ट अफ द लाइफ हो त्यो कुराहरू आएन भने पनि लाइफ सक्सेस हुँदैन जे हुन्छ राम्रोको लागि हुन्छ जहिले पनि अब त्यही हो भन्दा सजेसन र म चाहिँ यहाँनिर कति 2 महिना भयो भाइ है 3 महिना 2 महिना कम्प्लिट भयो 2 महिना अब 3 महिना लाग्नु पर्यो होला अब जाँदैछु फेरि उतै चण्डीगढमा सो 2 महिना यता अब घुमियो निकै एक्सपिरियन्सहरू लियो पुनाको पनि मजा आयो फेरि अब बादमा आउनेछौँ के चल्दैछ आज यस्तो खाना बनाउँदैछु म चाहिँ दादाको लागि पनि घरको लागि पनि अन्त साफसफाइ चल्दैछ अन्त यहाँ चाहिँ दादाको टिफिनको लागि चिकन फ्राई हुँदैछ हो अन्त यहाँ आँटा मिसिरहेको छु मैले अन्त यहाँ चाहिँ घरको लागि सब्जी पाक्दैछ यस्तो छ है आज चाहिँ म यहाँबाट निस्किन भात आँटेको चाहिँ पाकिसक्यो मेरो यात्राको लागि यसले फ्राई गर्दै गरेँ बिचरा थ्याङ्क यू सो मच के गर्नु तँलाई दादा अब जाँदैछ हो माया त लागिरहेको छ के गर्नु बहिनी अब जानै पर्यो भन्दा जस्तो नि यत्रो दिन अब बहिनीलाई खाना पकाउनु सकाइदिएँ यो के हो बढी यहाँ फेरि चिकन हो त्यो चाहिँ घरको लागि यो चाहिँ अब यसो बसमा फेरि विदाउट डाइरेक्ट पकायो भने भए बिग्रिने चान्स हुन्छ भनेर चाहिँ फ्राई गरेर बनाइदिएको यसरी मामाहरू मलाई आज छोड्नुको लागि जानुहुँदैछ र यहाँ भ्लग हेर्नुहुँदैछ हाम्रो अस्तिको यहाँ बडा हुनुहुन्छ यस्तो ह्यान्डसम भएर बडा ह्यान्डसम भएर आउनु भएको छ हो हिजोको लाउनु पर्थ्यो नि जुत्ता अरे हाम्रै प्याकिङहरू भएर यहाँनिर ब्याग रेडी अनि अब चाहिँ अब प्रार्थनाहरू गरेर निस्किन आँट्नु भएको छ दादा पनि एकजनाको भारी हो दादा पुनालाई मिस गर्छ तपाईँ अब यो चाहिँ के बुझ्नु यस कि नो कि यो प्राण हो अब के भन्नु लिएर पऱ्यो धन्यवाद प्रभु हामी तपाईँलाई फेरि पनि यति बेला धन्यवाद चढाउँदै आफूलाई नम्र विनम्र बनाउँदै तपाईँको चरणमा हामी आउँदैछौँ तपाईँको अगाडि हामी झोक्दछौँ प्रभु तपाईँलाई धन्यवाद आजको दिन पनि आफ्नो यात्रालाई लिएर आफ्नो विचारहरू आफ्नो योजनालाई लिएर उहाँ हिमाचलकोतिर जानुहुँदैछ आफ्नो बहिनी दिदीकोमा र त्यहाँ गएर उहाँले केही कुराहरू गर्नु छ सिक्नु छ प्रभु त्यो सबै त्यहाँ पनि गएर त्यो के कुराहरू सिक्नुपर्ने के गर्नुपर्ने त्यहाँ पनि ज्ञान बुद्धि र त्यहाँका मानिसहरूलाई पनि तपाईँले आफ्नो पक्षमा राख्नुहोस् र आफ्नोमा आउँदैन कुनै प्रकारको यहाँनिर परीक्षा हामीलाई नभएको होस् र भन्दै प्रार्थना बिन्ती चलाउँछ तपाईँको पवित्र नाउँमा पिता सुनेर ध्यान गर्नुहोस् दादा पनि जान्छ तिमी यहाँ त्यो अलिकति पैसा मिल्यो त दादा याद आउँछ नि तपाईँलाई तेरो याद के नहुनु बहिनी एकदम मलाई त एकदमै बेसी याद आउँछ किनभने मेरो छुट्टीमा चाहिँ मैले एकदम दादासँगै मेरो 2 महिना के 2 महिना अप्रिलदेखि चाहिँ हामी सँगै नै छ मतलब पुनामा आएर पनि त सँगै थियौँ 2 महिना हुन्छ अब एउटा ग्रुप फोटो लिएर चाहिँ एकदम दादाको फिट आउटफिट चेक प्रधानमन्त्री भयो भने दिन्छ होला यसले दिइहाल्छ बरबेरी त अब राहुल गान्धी हो र राहुल गान्धीले लगाउने टी सर्टहरू चाहिँ नि बरबेरीको होइन ल अब हामी चाहिँ यहाँबाट निस्किँदैछौँ म चाहिँ निस्किँदैछु
अनि मेरो साथमा यहाँनिर मामा भाइ बडा निस्किँदैछ नि बहिनीलाई पनि छोडेर जाँदैछु म बाबैलाई छोडेर जाँदैछु धेरै धेरै अनि यो रुम यो एरिया सबै छोडेर जाँदैछु अब मिस हुन्छ छोटो पल भयो भने मिठो सम्झना रहेको थियो मजा आयो पुनामा ल अब हामी चाहिँ फाइनल्ली भन्दा पनि फाइनल्ली फोटोसोटो लिएर बिदा भएको हो यहाँदेखि बाई बाई सबैजनालाई बाई 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 बाबुई बडा तिम्रो बाहिर एकदम यादगार रहेको छ पलहरू मिठो सम्झना बहिनीलाई दिनु त के सक्छु र म मेरो बेसिक छ अहिले चाहिँ सम्झना छ इन अब फ्युचर कमिङ डेसम्म तँलाई आई विल डेफिनेटली हो अहिले चाहिँ अब यतिकै बस्दै गर छुट्टी छ अब अहिले हो ठिक छ दादा सेफ जर्नी ल। राम्ररी जानु ल अल द बेस्ट फर योर फ्युचर थ्याङ्क यू बाबा बस्नुहोस् ल गनहरू निक्लिनु भएको छ कारबाही बाहिरैबाट बोलाउनु न मैडम जा रहा हूँ मैं अरे निकल गया शाम को है ना कौन आ रहा है छोड़ने को मामा और रोशन जा रहे हैं क्या वापिस ठीक है मैडम अच्छा लगा ल फाइनली हामी चाहिँ अहिले पुनाको मेन यो बस स्टपमा आइपुगेको छौँ 5-10 भन्ने जग्गामा अनि यहाँबाट चाहिँ हामी बस स्टप हाम्रो एयरपोर्टको छेउमा जानुपर्ने छ त्यहाँबाट जानेछ हाम्रो बडा हुनुहुन्छ भाइ छ मामा त्यहाँ बसिरहनु भएको छ हामी चाहिँ यहाँ बसमा चढिसकेका छौँ फेरि एउटा दुईवटा बस यो भयो हामी चढेको घरदेखि आउँदाखेरि चाहिँ यहाँदेखि फेरि जाँदैछौँ अनि यहाँ भाइ र म छु भाइ यहाँ छ जाँदैछौँ मामाहरू अगाडि हुनुहुन्छ सो यही हो अब यही हो पुनाको इन्ट्री पोइन्टहरू चाहिँ यहाँ हाइवेहरू बनिँदैछ माथि त्यो फ्लाइओभरहरू यहाँ चाहिँ यसरी बसको टिकटहरू काट्छ है एकदम डिजिटलाइज टक्क रेट टु रेट है बेलुका भारतीय विद्यापीठ के यहाँनिर स्टप कहाँ छ त्यो पनि सबै बताइदिन्छ यहाँनिर पुढे स्थानक नातूबाग अरण्येश्वर कॉर्नर यो चाहिँ डाक्टर अम्बेदकरको भवन रहेछ उसले यहीँ बसेर गर्थ्यो भाइ उसको कामहरू चाहिँ सायद यो चाहिँ हो बिआर अम्बेदकरको भवन रहेछ पुढे यो चाहिँ हो पुना स्टेसन रेलवे रूबी स्टेसन हॉल साथीहरू हामी लगभग 2 घन्टाको यात्रा गरिसकेर चाहिँ बसको यात्रा गरिसकेर चाहिँ अहिले यहाँ हामी मेरो दिल्लीको बसलाई वेट गरिरहेको छ त्यो चाहिँ 6 बजी आउँछ भनिरहेछ अहिले 4 बजेको छ सो हामी 2 घन्टा अझै वेट गर्नुपर्ने हुनेछ यहाँ मामा हुनुहुन्छ बडा बिचरा मामाहरू पनि हामीलाई छोड्नु आउनु भएको छ भाइ फोनमा बोल्दैछ हामी यहाँनिर चाहिँ अब यो मलको अपोजिट चाहिँ बस आउँछ भनेको छ त्यही भएर हामी यहाँ अपोजिटमा छ अब बसको लागि वेट गर्नु निकै टाइम लाग्छ जस्तो छ 2 घन्टा चाहिँ त्यही भएर चाहिँ हामी मलहरू चाहिँ यसो घुम्नुको लागि मलाई मजा आउँदैछ चाहिँ हामी बस पर्खिरहेको छ यहाँनिर बस कहाँनिर आउँछ लोकेसनै यहाँ अलिक एक्ज्याक्ट भएको छैन अनि ड्राइभरसँग हामी कन्ट्याक्ट गरेर चाहिँ ट्राई गर्दैछौँ एक्ज्याक्ट कहीँ आउँदैछ भनेर चाहिँ सो अब कन्फ्युज छ यत्रो बेसी रोड छ यता जाने पनि रोड छ यता जाने पनि रोड छ लोकेसनमा चाहिँ हामी ठिक्कै यहाँनिर उभिरहेको छौँ तर अब लोकेसन अनुसार फेरि हुन्छ कि हुँदैन यहाँबाट भन्दाखेरि चाहिँ अब यो रोड चाहिँ जाँदैन भन्दैछ हामी चाहिँ अब एमपीहरूबाट जान्छ एमपीहरू जान्छ चाहिँ यो माथिको रोडबाट जानुपर्छ भनेर भन्दैछ है हेरौँ है तपाईँ के हुन्छ ए बोतलको पानी मागेको रहेछ यिनीहरूले त्यो बोतलको पानी मागेको छ यहाँ बिचारा बहिनीहरू यहाँ क्या
पानी माग्दैछ यहाँ बहिनीले अघि दिएको हामीले 1 बोतल पानी हो फेरि पानी माग्दैछ पानी आपके दिया तो उससे प्लस पुरानै हो टिम आमा रोज लिएर आएछ राम्री राम्री बहिनीहरू रोज लिइरहेछ यहाँ डिस्काउन्ट छैन बिजनेस गरेछ बहिनीहरूले आमा स्क्यानर बोकेर आएको हेरौँ त ल किसके जाता है ये पैसा? देखाऊ त नहीं देखो। ये तो नहीं, गलत बात है। ल हाम्रो बस चाहिँ आइपुगेको छ मेरो यो बस हो ह्यान्स यो भल्भो सो अब यसमा जान्छ हामी ल अब प्याकिङ स्याकिङ गरेर यो ह्यान्स यसमा चाहिँ गएको अब गएको ल बाई ल गएको बाई 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 ल ठिक ल साथीहरू म चाहिँ बसमा चढिसकेको छु दिल्ली जाने बसमा इन्दोरसम्म यो बस जान्छ इन्दोरदेखि चाहिँ फेरि अर्को बसमा सिट भएर दिल्ली जानुपर्छ सो म चाहिँ यहाँ फिलहाल गइसकेको छु यहाँ चाहिँ छ बस भ्यू यस्तो मेरो चाहिँ सिट माथि छ यो चाहिँ अब यस्तो छ सिट बसको सो मेरो चाहिँ यहाँ माथिमा छ 28 नम्बरमा सिट पछाडि यस्तो छ हो यहाँ चाहिँ 2 जना बस्ने रहेछ फ्यामिलीवालाको लागि तर म चाहिँ अब सिङ्गल भएर चाहिँ यस्तो छ मैले गिटार अनि मेरो यो ल्यापटपको ब्याग चाहिँ आएको छु अरू चाहिँ मुनि नै छ प्लेनको जस्तै फेसिलिटिजहरू दिँदो रहेछ है स्क्रिन चाहिँ हामी पिक्चरहरू हेर्नु पनि सक्ने रहेछ वाइफाई कनेक्ट गरेर यो स्क्रिनमा चाहिँ अनि हेडफोनहरू मतलब ताकि अर्कोलाई डिस्टर्ब नहोस् भनेर रिमोटहरू सबै रहेछ फेसिलिटिज चाहिँ राम्रो रहेछ यसमा 30-32वटा सिट छ 34वटा सिट रहेछ सो त्यही हो हेर्दै गर्नुहोस् अब मेरो यात्रा सोलो ट्राभल सुरु हुन्छ यहाँदेखि फुल एसी छ अब एकछिन रेस्ट गरेर चाहिँ निस्किनुपर्छ है बसरुम पनि यहीँ छ भनेर चाहिँ भित्रै मलाई चाहिँ थाहा छैन म चाहिँ फर्स्ट टाइम चाहिँ बसमा ट्राभल गरेको यो यस्तो खाले अब लङ जर्नी चाहिँ यहाँनिर देखाउँदैछ हाम्रो नेक्स्ट स्टप चाहिँ यहाँ रहेछ म्युजिक पनि बजिरहेछ यसमा हेडफोनमा हो फेरि जाँदैछु वापस चण्डीगढ जाँदैछु दिदीकोमा कहाँ रोक्छ के गर्छ म तपाईँहरूलाई देखाउने छु है त अहिले फिलहाल चाहिँ म कहाँबाट चढेको भन्दा पुणेको एयरपोर्ट विमाननगर भन्छ त्यहाँदेखि म चढेको हो सो भोलि बिहान 8 बजी चाहिँ इन्दोर पुऱ्याउँछ भनिरहेछ फेरि इन्दोर पुगेर म 12 घन्टा वेट गर्नुपर्छ त्यहाँनिर त्यसको बादमा चाहिँ त्यहाँबाट दिल्लीको लागि छ खानेकुराहरू ब्यागमा बोकेको छु चिकन चाहिँ छ अनि तर यहाँ चिकन खानु पनि रिस्किरहेछ अब कसरी खानु हो हात धुने जग्गाहरू छैन हो यहाँबाट पनि मान्छेहरू चढ्दो रहेछ अहिले त बस खाली छ मान्छेहरू तपाईँको चढ्दैछ भरिँदैछ अब यो महाराष्ट्रको जस्ट स्टार्टिङ छ अब थुप्रै महाराष्ट्रको थुप्रै जग्गाहरूबाट मान्छे उड्दै उड्दै जाँदैछ सो त्यसले गर्दा बिस्तारै बिस्तारै मान्छेहरू भरिन्छ यहाँनिर आज कति तारिक हो भन्दाखेरि आज 20 तारिकको यात्रा मेरो यहाँबाट स्टार्ट हुँदैछ अहिले 6:20 जस्तो भइसक्यो म चाहिँ सुतेर यहाँ 3 इडियटको पिक्चर हेर्दै जाँदैछु आराम छ मजा आउँदो रहेछ त्यस एक्सपिरियन्स तपाईँहरू कतिजना पनि हिँड्नु भएको छैन होला नि त सो मजा आउँदो रहेछ एकखेप चाहिँ लङ जर्नी बसमा ट्राभल गर्नु मजा आउँदो रहेछ मलाई टक्क यसरी चिसो टक्क आइरहेको छ एक प्रकारको हुन्छ नि अब कहाँ गएको जस्तै फिल भइरहेको छ मलाई चाहिँ एक्लै भएर होला सायद त्यो चाहिँ कहाँ टाढो गएको हुन्छ नि अब त्यो कस्तो खाले फिल गर्नु त्यो एक प्रकारको भइरहेछ एक्लै भएर होला अन्त तर पनि मजा आइरहेको छ सोलो जर्नी मजा आउँदो रहेछ अहिले चाहिँ हामी शिवार चोक भन्ने जग्गा आइपुगेको छौँ महाराष्ट्रको राति 7:30 भएको छ यो चाहिँ सिटी रहेछ कुन चाहिँ सिटी हो याद भएन तर राम्रो रहेछ बसहरू लागिरहेको रहेछ राति मार्केटहरू साथीहरू हामी चाहिँ अहिले यहाँ बोटा भन्ने जग्गामा आएर खानको लागि बसिरहेको छौँ यहाँनिर चाहिँ ब्याग पनि देख्न सक्नुहुन्छ तपाईँहरूले 3-4 घन्टाको यात्रा बादमा चाहिँ हामी यहाँनिर आएर अहिले यो बोटा भन्ने महाराष्ट्रको यहाँनिर बसिरहेको छौँ यो होटलमा आएर खानाको लागि रोकिरहेको छौँ म चाहिँ यो बसमा आएको यो अनि मेरो सिट चाहिँ माथि तलामा छ पानीहरू किनेर
मैले चिकनहरू ल्याएको थिएँ कि बिचमै सो त्यहीँ चिकनहरू छ त्यो खाना खानु मन परेको छैन किनभने यहाँ अलिक साह्रो पर्छ बसमा सो त्यसले गर्दाखेरि यहाँनिर पानीहरू के किनेर चाहिँ बसमै गएर खान्छु सोचिरहेको छु हेर्दै गर्नुहोस् हाम्रो यो स्टप यहाँ छ अब यहाँबाट लगभग 20 मिनटको बादमा हिँड्छ भनिरहेछ ल यहाँनिर चाहिँ होटल छ यो होटलमा चाहिँ हामी अहिले बसिरहेको छ बोटा भन्ने जग्गामा यहाँ चाहिँ किचन रहेछ यहाँ यस्तो पार्सल दिएर चाहिँ अगाडि दिनुपर्ने रहेछ सो मैले पनि 2टा रोटी चाहिँ मगाइरहेको छु अनि चिकन अहिले चाहिँ रोटी लिइसकेको छु यहाँनिर सो अहिले कतिखेर हुन्छ खानुपर्ने छ यहाँ छ बसको ड्राइभरको सिटहरू यो चाहिँ हो मैले ल्याएको रोटी यहाँ मैले निम्बुहरू पनि ल्याएको छु यस्तै छ अब ट्रेनमा खाएँ यहाँ चिकन छ बसा रुका है यहीं के पन्नी के कहाँ बहाव है जाओ तक के बहाई जाओ कौन के नहीं बहाई ना खड़े नहीं है वही कचड़ा धरा नहीं है बाल्टी लगभग हामी 10:40मा यहाँबाट निस्किँदैछ यो बोटा भन्ने जग्गाबाट आज अब सोध्छु पनि होला सो एकैचोटि भोलिको नेक्स्ट दिनको तपाईँहरूलाई देखाउने छु साथीहरू हामी चाहिँ अहिले जस्ट एमपी इन्टर भएको छ एमपीको जलवानिया भन्ने निकै क्रस भइसक्यो मध्य प्रदेश बिहानको 6 बज्नु आँटेको छ 5:45 50 जस्तो भइसकेको छ सो अहिले हामी यहाँनिर बसिरहेको छ वासरुमहरू जानुको लागि चियाहरू खानुको लागि फ्रेस हुनुको लागि यहाँनिर छ सेम डिजाइन रहेछ नि हिजोको होटल योहरू सेम हुँदो रहेछ यहाँनिर सबै चाहिँ र एमपीको चिया पनि खाइदियो मध्य प्रदेशको चिया मिठो होइन राति चाहिँ दिन रात चाहिँ लागेन मलाई अलिक साह्रै पऱ्यो किनभने वासमा बेसी हल्लाएर सुत्नु साह्रै पऱ्यो र त्यत्तिकै गीतहरू सुन्दै सुतेँ र त्यत्तिकै अहिले चाहिँ बिहान भएको छ हाम्रो यहाँको ब्रेक सकिसकेको छ अहिलेको टी ब्रेक चाहिँ सकिसकेको छ अब यहाँबाट हामी जाँदैछौँ त्यो मैले चिया मात्रै खाएँ अरू बेसी खाएन किनभने टोइलेट प्रब्लम हुन्छ बसमा चाहिँ सो त्यही भएर चाहिँ बेसी खानु हुँदैन यहाँ बसमा हिँड्दाखेरि चाहिँ मेरो लागि चाहिँ फेरि बिचमै साह्रो पऱ्यो यहाँ उयो हुन्छ हो हाम्रो यात्रीहरू हुनुहुन्छ यहाँनिर बसिरहेको छ ल है साथीहरू यो चाहिँ मध्य प्रदेशको मर्निङ भ्यूज हो अहिले लगभग 6:30 भइसकेको छ 6:30 को भ्यूज हो यस्तो छ यहाँतिर चाहिँ यो अब खेतीहरू सिजन स्टार्ट हुन आँटेछ त्यसको लागि चाहिँ मटर खोलिरहेको रहेछ सो अब अर्को के लाउनुको लागि पनि जोतिरहेको रहेछ यहाँनिर मजाको छ एमपी पनि तर सबै प्लेन एरिया त एउटै देख्छ हेर्नु नि हाम्रो हिमालयनहरू भने चाहिँ अलिकति डिफ्रेन्सहरू देख्छ यहाँतिर त दिल्ली गयो भने पनि एउटै गाडी बम्बई गयो भने एउटै गाडी पुणे गयो भने बेङ्गलोर गयो जहाँ गयो भने एउटै गाडी देख्छ हेर्नु यो हामी रिभर क्रस हुँदैछ तर कुन चाहिँ रिभर हो मैले याद पाइनँ म अहिले हेरेर चाहिँ तपाईँहरूलाई भन्छु ल कुन चाहिँ रिभर हामी क्रस यो चाहिँ एमपीको कालीघाट भन्ने रहेछ अनि अहिले भर्खर हामी जस्ट क्रस भएको खोला चाहिँ नर्मदा रिभर रहेछ है टोल प्लाजा कालीघाट ए खालघाट रहेछ कालीघाट रहेछ खालघाट रहेछ सो यहाँबाट चाहिँ हामी फर्स्ट एउटा टोल भेटेको जस्तो लाग्यो महाराष्ट्र क्रसबाट चाहिँ यहाँनिर चाहिँ ट्याक्स दिनुपर्छ अर्को नम्बरको पैसा फाल्टो गाडीहरू फाल्टो मतलब स्टेटको गाडीहरू इन्ट्री हुँदा चाहिँ ल साथीहरू अब म चाहिँ इन्दोर आइपुग्न आँटेँ 13 किलोमिटर यहाँदेखि सो बाहिरको नजर आइराख्नुहोस् इन्दोरको दामी रहेछ एम गार्डनहरू चाहिँ पार्कहरू ल फाइनली हामी इन्दोर चाहिँ आइपुगेको छौँ लगभग हाम्रो 14-15 घन्टाको यात्रा बादमा चाहिँ अहिले 9 बजीतिर हामी इन्दोरमा आइपुगेको छौँ अनि यसो यसरी मैले मेरो ब्यागहरू दिइसकेको छु यो बसमा आएको हो अब हामी चाहिँ यहाँभित्र यो अफिसमा गएर बस्नुपर्ने छ ह्यान्ड्स ट्राभल्सको चाहिँ अफिस यहाँ रहेछ नि त यही ट्राभल्समा आएको म
मजा रहेछ उधर जाने का दिल्ली 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 शाम को 6:30 कितना बजे 6:15 6:15 में है ना ठीक इधर है ना रुकने के लिए नहीं वेटिंग पूरा फुल है सर फुल है क्या हाँ ठिकै छ हामीलाई अब यहीँ दिन्छ होला बसहरू हेर्नुहोस् हेर्न सक्नुहुन्छ यो चाहिँ एमपीको इन्दोरमा हो अब यहाँबाट इन्ट्री छ रहेछ यहाँ रहेछ नि त वेटिङको लागि सो यस्तो यस्तो रहेछ जग्गाहरू पुरा वेटिङ फुल रहेछ सो अहिले भेट्नेछौँ साथीहरू हेर्दै गर्नुहोस् ल साथीहरू इन्दोर पनि देखियो यो चाहिँ इन्दोरको अघि पनि हुनु त मैले देखाएको इन्दोरको यो चाहिँ रोडहरू हो जस्ट अब यो चाहिँ ट्राभल्सको मात्रै हो तर अब यहाँभन्दा पनि अझै छ म चाहिँ खासमा होटल खोजेको होटल चाहिँ अलिक टाढा रहेछ त्यही भएर चाहिँ अब यहाँ त्यो अघि वेटिङ रुम देखाएको थियो त्यसमै बस्नुपर्ने रहेछ यहाँ एकछिन के खाएर चाहिँ त्यही मजामा चाहिँ गएर यसो रेस्ट गरौँ भने 6 बजी चाहिँ 6 बजीसम्म के गर्नु भनेर नि त्यही त हामी चाहिँ यहाँबाट जाँदैछौँ होटल अहिले फिलहाल चाहिँ खानाहरू खानको लागि हाम्रो साथीहरू पनि छ भाइहरू लखनऊ जाने हाम्रो अङ्कल पनि लखनऊ जानुहुन्छ भाइ सो हामी अहिले यहाँ मेन चोकहरूभित्र आएको छौँ खाजा खानको लागि होटलमा होटल त यहाँनिर हामीले अलिकति पाएको थियो तर बारहरू रहेछ त्यहाँनिर सो त्यसले ल आज चाहिँ यहाँनिर सबै होटलहरू बन्द रहेछ कति होटल खोजिसक्यो हामीले होटलै पाएन यहाँ एउटा त रहेछ हो यहाँ फेरि भइहाल्यो नखाने भन्यो यहाँ झगडा हुँदो रहेछ हामी आइबिपीको हल्का सबैजना हेर्दैछ त्यहाँनिर फेरि हो झगडा हुँदैछ त्यहाँ बुढाबुढीको बुढाले बुढीलाई भक्कु कुट्दैछ बुढीले बुढालाई कुट्दैछ भक्कु के बिचारा एउटा आन्टीलाई कस्तो कुटे नि खुनै निकालिदियो हो टाउकोबाट यहाँको मान्छेहरूले चाहिँ हेरेको मात्रै गरेँ मैले भिडियो गरेन नि सो अलिक कस्तो लाग्यो मनमा खल्लो ल साथीहरू यहाँ बसिरहेको छ हामी चाहिँ यहाँ छ हेर्नुहोस् यहाँ देख्दैछ तर त्यहाँभित्र साह्रै गरम हुन्छ एसी त छ कि तर यहाँ यस्तो रुख पनि शीतल रहेछ त्यहाँनिर बसिरहेको छौँ खाजा खानु गएको थिएँ खाजा पनि राम्रो भएन बिरयानी खाएको 55 रुपियाँ बिरयानी हो चिकन पनि नपाएको सबै फैलिरहेको सो यस्तै छ अब 12 त बज्यो अब कसरी 6 बजाउनु भइरहेछ 6हरू बज्छ होला आरामले नै मजा आउँदैछ अब यताउता दोकानहरू चाहिँ बन्द रहेछ प्रायः सबै हो खानेकुरा चाहिँ त्यस्तो राम्रो छैन रहेछ यहाँतिर हाइजेनिक चाहिँ छैन रहेछ मैला एकदम मैला सबैतिर मैला सो त्यस्तो छ हेर्दै गर्नुहोस् मेरो भ्लगलाई अझै भोलिको यात्रा डल्लै छ दिल्ली टु चण्डीगढको यहाँनिर चाहिँ मरौतिर चाहिँ यसरी लाँदो रहेछ है ढोलहरू बजाउँदै लाँदो रहेछ है यहाँतिर चाहिँ यहाँबाट चाहिँ यो जग्गालाई चाहिँ सर्भिस दिँदो रहेछ यहाँ लेखेको जग्गाहरूमा अहिले चाहिँ लगभग 4 बजिसकेको छ अब 4-5 छ अब 2 घन्टा छ साथीहरू फाइनली 5 बजीतिर चाहिँ मेरो यहाँ आजको लन्च हुँदैछ अहिले भने चाहिँ टक्क फ्राइड राइस खाएर अलिकति एनर्जी आएको जस्तो भइरहेछ अहिले चाहिँ म यहाँ फोन चार्ज गरिरहेको छु अब चाहिँ फाइनल हाम्रो यहाँबाट रवाना हुन सक्ने आँटेको छ इन्दोरबाट यो चाहिँ मेन जङ्सन नै भनौँ न इन्दोर छ रहेछ बसहरू यहाँ चाहिँ लागिरहेछ मान्छेहरूको भिड यो सबै लखनऊ रायपुर कलकत्ताहरू जाने यात्राको बाटो रहेछ बसमा चाहिँ म दिल्ली जाँदैछु अब यही नम्बर दिएको थियो कि सो यो बस चाहिँ हौडे रहेछ एक्सचेन्ज गरेर गएको बस चाहिँ सिट पनि सानो रहेछ सबै नआट्ने साह्रो पर्ने रहेछ मलाई एकछिन चालु गरेको छैन यस्तो पसिरहेको छैन नि इन्दोरबाट बिजोग छ हालत गिटार ब्याग अब चाहिँ डाइरेक्ट दिल्लीको बसमा चढेको छु भोलि बिहान 10 बजी दिल्ली पुग्छ सो यो बसमा चाहिँ अलिक फेसिलिटिजहरू राम्रो छैन रहेछ जुन हिजोको बसमा म थिएँ त्यो चाहिँ भल्भो थियो है यो चाहिँ भल्भो आएको रहेछ जस्ट नर्मल एसी बस मात्रै रहेछ त्यस्तो फेसिलिटिज छैन सुत्ने जग्गा सानो त्यस्तो बेसी फिचर्सहरू छैन रहेछ अनि फेरि म चाहिँ उल्टा परेछ मतलब उतापट्टि हुनुपर्थ्यो मेरो टाउको चाहिँ उयो उताको साइडमा यताको साइडमा चाहिँ बस उता कुद्छ अनि म चाहिँ अब साइड भ्यूहरू चाहिँ उल्टा देख्छु यता कुदेको अनि मेरो आज खर्च कति भयो भने त लगभग 200 रुपियाँ जस्तो मात्रै भएछ
210 रुपियाँ मात्रै खर्च भयो हो। यति मात्रै खर्च भएछ मेरो दिनभरिमा। हेर्दै गर्नुहोस् भ्लगलाई, लामो हुन्छ होला यो भ्लग है, र पनि मैले रिमेम्बरको लागि बनाएको। अनि मामा बहिनी भाइ बाबुई सबैजनालाई मैले एकदम धेरै सम्झना गरिरहेको छु। अनि मामाहरूले भिडियो हेर्नुहुन्छ भन्ने मैले आशा गरिरहेको छु। एकदम प्रतीक्षामा छु। भानिज भन्नुहुँदै थियो है भाइहरूले पनि, तपाईँको बसको भ्लग हेर्ने एकदम हामी रेडी भइरहेछौँ भनेर। अब बाटोहरूको त देखाउनु सक्दिनँ म, किनभने हामीलाई अगाडि जानु दिँदैन। साथीहरू हामी चाहिँ जस्ट यहाँनिर अहिले कानपुर आइपुगेको छौँ। बेलुका 11 बज्न आँटेको छ। कानपुर आएर कानपुरमा बसिरहेको छौँ यहाँ खाना खानुको लागि। म चाहिँ खाना खाउँ कि नखाउँ भनेर भइरहेको होइन। गाडीले बेसी उफारेर चाहिँ यस्तो गरेछ खाना खानु होला सायदै। हेर्छु के खान्छु, हेर्दै गर्नुहोस् है। त अहिले कानपुरमा छु। फेरि म चिया खाँदैछु अहिले, बक्का चिया। दामी छ, खाना चाहिँ खाएन मैले, बक्का चिया मात्रै खाँदैछु। यही चाहिँ कानपुरको होटल। इन्दोरबाट आउँदाखेरि चाहिँ यो होटलमा रोक्दो रहेछ ह्यान्सराजले चाहिँ। आग्रा फोटो यो चाहिँ साथीको। कत्रो ठुलो रहेछ आग्रा फोटो। यो हाम्रो ताजमहलको ब्याक साइडमा चाहिँ यो छ नि त। अनि यहाँतिर अब ताजमहल छ जस्तो लाग्यो मलाई चाहिँ। साथीहरू अहिले चाहिँ हामी मथुरा आइपुगेका छौँ। मथुराको यो होटलमा। अनि लन्डन बेकरी एन्ड क्याफे भन्दो रहेछ। यहाँनिर अहिले रोकिरहेको छ हामीलाई, तर खानु के खाँदैन सायदै, चिया चाहिँ खान्छ होला। यहाँनिर रहेछ। सो यहाँ मथुराको जग्गा चाहिँ अहिलेको 8 बजिसकेको छ मर्निङको। यहाँ चाहिँ हाम्रो बस रोकेको छ। सो यहाँबाट चाहिँ छ यो यता दिल्ली जाने बाटो होला सायद। रुद्र शिव बाई मामा यादवको रहेछ। दिल्ली इन्दोर बस मात्रै गर्दैछु म चाहिँ। लुगाहरू के चेन्ज गरेको छैन। अब एकैचोटि आज घरतिर एकैचोटि चाहिँ हुन्छ मेरो सबै फ्रेस सब फ्रेस सब। लामो यात्रा भयो, मजा आउँदैछ एक्लै पनि, केही छैन। यात्रा गरिराख्नु हुन्छ एक्लै पनि, मजा आउँदो रहेछ बसको ड्राइभरलाई। ल साथीहरू दिल्ली आइपुगेको छौँ। अहिले चाहिँ जस्ट अब दिल्लीबाट यहाँ अर्को लिनुपर्ने छ। 10:40तिर चाहिँ हामी आइपुगेको छौँ। अहिले फिलहाल यहाँ यो चाहिँ दिल्लीको यो हाम्रो यहाँको बस स्टप चाहिँ यहाँ रहेछ। अब यहाँबाट चाहिँ काश्मीर गेट भएर जानुपर्छ। हामी चाहिँ यहाँनिर अहिले रिक्सामा जाँदैछौँ काश्मीर गेटको लागि। त्यहाँबाट चाहिँ चण्डीगढको पाउँछ गाडी। यहाँ भइहाल्यो फेरि देखाउँदैछ तल। म जाँदैछु काश्मीर गेटको लागि अहिले। अघि चढाएको अघि त भएन नि, त्यसले अर्कै प्राइभेट उयसमा लगिदियो हो। त्यही भएर चाहिँ यहाँनिर यसो बस स्टपहरू थुप्रै। त्यही भएर चाहिँ जाँदैछु। यो दिल्लीको हो। यहाँ रहेछ ठुलो उयो। ए काश्मीर गेट यहाँ रहेछ नि, यहाँबाट पाउँदो रहेछ बसहरू चाहिँ। यो जग्गाबाट चाहिँ बसहरू पाउँदो रहेछ। ठुलो टर्मिनल रहेछ यहाँ पनि काश्मीर गेट भनेर। सो हेर्दै गर्नुहोस्, यो चाहिँ काश्मीर गेट। यो चाहिँ काश्मीर गेटको टर्मिनल रहेछ, बस टर्मिनल। हाँ हाँ
यहाँ पाइसकेको छु मैले चण्डीगढको लागि। जाना एसी में लोकल में आपको एसी में कितना यो चाहिँ हो चण्डीगढदेखि गएको गाडी। चण्डीगढ जाने गाडी। साथीहरू अहिले चाहिँ हामी यो होटलमा आएको छ अनि म यहाँ आएर खाएको छु। यो ब्याकको भ्यू हो। यो चाहिँ हरियाणा, सायदै हरियाणा हो। हरियाणाको कुरुक्षेत्र भन्ने जग्गामा आएर चाहिँ रोकिरहेछ। अहिले चाहिँ स्लिपर बस होइन, सिटमा छु म, सिट बसमा हो। त्यो भएर ल साथीहरू, आफ्टर फाइनल्ली 48 आवर्सको जस्तो मेरो यात्रा भएर चाहिँ म यहाँ आइपुगेको छु। चण्डीगढमा आइपुगेको छु। यो चाहिँ चण्डीगढ बस स्ट्यान्ड हो। अब यो चाहिँ चण्डीगढको हो। दिल्लीहरूबाट आयो भने डाइरेक्ट यहाँनिर छोडिदिन्छ। ल साथीहरू, फाइनल्ली म चाहिँ आइपुगेको छु चण्डीगढ। अब चाहिँ एकदम सकुनको निन्द्रा लाग्छ आजदेखि चाहिँ। मतलब अब मेरो लम्बा सफर चाहिँ यहीँ सकिन्छ यात्रा। यहाँदेखि चाहिँ टक्कै घर पुगिन्छ हो। त्यहाँदेखि चाहिँ घरमा गएर रेस्ट गरिन्छ दिदीकोमा गएर खानाहरू खाएर बनाइराखेको होला। म पनि अब घरसम्म गएको मात्रै भिडियो बनाउँछु, हेर्दै गर्नुहोस् है त। यहाँ चाहिँ सेक्टरले चिन्छ है चण्डीगढमा चाहिँ। अनि कुन चाहिँ सेक्टर जाने हो, कुन चाहिँ नजाने हो, त्यो अनुसारले हुन्छ। अनि म चाहिँ अहिले 43 जानुपर्ने अरे, त्यहाँबाट पाउँदो रहेछ है बद्लीको चाहिँ। सो राम्रो भयो यो जर्नी। दिल्लीमा चाहिँ अलिकति हेरेसमेन्ट दिएको जस्तै भयो त्यहाँनिर त्यो अटोवालाहरूले मलाई। यहाँनिर म 435 रुपियाँमा आइपुगेँ दिल्लीबाट चण्डीगढ। तर त्यहाँनिर चाहिँ मलाई प्राइभेटकोहरूले चाहिँ त्यो दलालहरूले चाहिँ 2800 भनेको थियो है एसीको। अनि मैले त्यहाँ सपोज गरेको म गएको पनि थिएँ, तर त्यहाँनिर गरेको भए चाहिँ मेरो फेरि 2800 जाने रहेछ है। अनि जे पनि हुन्छ राम्रोको लागि हुन्छ। प्रमले मलाई सहायता गर्नुभयो मेरो सबै जर्नीमा, धन्यवाद है। अनि थ्याङ्क यू सो मच तपाईँहरूलाई पनि। हेर्दै गर्नुहोस् मेरो भ्लगलाई। आजको फुल जर्नी छ यहाँनिर। यहाँदेखि चाहिँ म पुगेँ भन्दा पनि हुन्छ लगभग अब कति 20-30 किलोमिटरको मात्रै उयो छ, फरक छ। मजा आयो। पुणे टु चण्डीगढको यात्रा मेरो एकदम राम्रो भयो। अनि खाना चाहिँ मैले एकै जग्गा मात्रै खाएर आएँ यहाँनिर है आइपुगेँ। किन भन्दाखेरि पुरा खानाहरू मैला भएको जग्गा, कसै त्यो हामीलाई डाइजेस्ट नहुने खानाहरू मात्रै थियो। त्यही भएर चाहिँ मैले खाना खाइनँ। एकैचोटि यहीँ आएर अब दिदीकै घरमा गएर खान्छु। अब त्यहाँ गएर म तपाईँहरूलाई देखाउँछु, त हेर्दै गर्नुहोस्। मेरो लगभग 4500को खर्चले म चण्डीगढसम्म आइपुगेँ है बसको 3 दिनको मजाले यात्रामा। मजा आयो। म चाहिँ दिदीकोमा जानुको लागि अटोमा पनि बसिसकेको छु यहाँनिर बद्लीमा। 100 रुपियाँमा पुऱ्याइदिन्छ भनेर 43। अब जति लागोस् है। बसमा पनि मलाई बसमा त सस्तो रहेछ कि बसमा जाँदा हुन्थ्यो। मेरो गिटारहरू छ, अनि गिटारहरू त्यहाँ फेरि बसमा पुरा भिड हुन्छ नि त, टुट्छ भनेर चाहिँ म चाहिँ यसमा जाँदैछु। यसमा 100 रुपियाँ लिन्छु भनेर चाहिँ अब कति छ हाम्रो यहाँ भैया हुनुहुन्छ। यो चाहिँ हो चण्डीगढको नजारा। हेर्नुहोस् तपाईँहरूले, इन्डियाको टप सिटी हो भन्छ यो। अब डिजाइन गरेर बनाएको चाहिँ मामु भान्जी त ठुलो भएछ त हौ। के हो अन्त? ल यता अर्को भान्जी। हेलो गाइस। ए हो यहाँ दिदी हेर्न बल्ल आइपुगेँ साथीहरू। ल साथीहरू, फाइनल्ली 50 घन्टाको जस्तो यात्रा बादमा चाहिँ म यहाँ दिदीहरू घरमा आइपुगेको छु। अनि भर्खर आइपुगेको 8 बजी चाहिँ म घरमा आइपुगेँ। भान्जी छ मेरो यहाँ। एकदम जर्नी राम्रो भयो मेरो यात्राहरू, सबै राम्रै भयो। अनि केही तकलिफहरू पनि केही भएन। सो थ्याङ्क यू सो मच सबैजनालाई प्रार्थनाको लागि।
हेर्दै गर्नुहोस् मेरो भ्लगलाई। आज म घर आइपुगेको छु अनि मेरो भान्जीहरू यहाँ छ। अर्को भान्जी यहाँ फेरि हो बदमास हो। आमा अस्ति कति सानो छोडेर गएको अहिले कति ठुलो भइसकेको छ। माथि माथि चढ्ने भइसकेको छ। हेलो हेलो बाई बाई भनिदिनु। बाई बाई मामा बाई बाई नबोलेको हेर्नु नि हो त्यो। आमा ल बदमास बदमास हेर त ल। आमा त्यो चार्जरमा हात हाल है। आमा ल बाई बाई भनिदिनु। अब मामासँग भेट भएको छु भन। अब भिडियो बनाइबस्छु भन ल। बाई बाई भनिदियो यता फेरि हेर्नु। बाई बाई आम्मामा ए खतरा बसेछ त बोजूको त अन्त। ल यो मामाको उयोले भएको ल। ओके गाइस बाई बाई। भेट्नेछौँ फेरि हाम्रो अर्को भ्लगमा। अब यही हो मेरो फिक्स